आज जिटिए क्षेत्रको अन्तिम सिमाना मानिने तराईको पन्थबारी गाउँमा रहेको बालसन खोलाको बगारमा आइतबार माझी समुदायका विशेष पर्व माझी लदीघाट पूजा पालन गरिएको छ भने माझी समुदायका विशेष परम्परा मानिने उक्त पूजालाई पुर्खाहरूले नदीमा नाउ चलाएर यसरी नौका जस्तो प्रकारले बनाएर बगाउनु हुने परम्परा रहिआएको अनि उक्त पर्वलाई आज सम्पूर्ण दार्जिलिङ तराई क्षेत्रमा माझी समुदायहरू मिलेर पालन गरिएको बताइएको छ। सुनकोशदेखि लिएर मेचीसम्म छरिएर बसेका सम्पूर्ण गोर्खा माझीहरू समुदायहरूले मिलेर आफ्नो आफ्नो क्षेत्रमा यसरी आजको दिन नै लदीघाट पूजा पालन गर्ने गरेका छन् अनि यसरी नै आज दार्जिलिङ जिल्लाका माझी समुदायहरू मिलेर बालासन नदीको किनारमा उक्त पर्व भव्यताको साथमा पालन गरिएको छ भनी समितिका भीमबहादुर माझीले बताइएको छ। धन्यवाद।